बवाल रहेछ है मासु ल आज चाहिँ हाम्रो होलीको लागि हामी चाहिँ सेकुवा र भुट्टा खानलाई बनाउँदैछौँ है दामी मासु देख्न सक्नुहुन्छ एकदम रहेछ दामी पिस काटिसक्यो ल अब हामी सेकुवा खानलाई रेडी रेडी हुँदैछ है टक्क ल ल को खानु मन लाग्छ खानेले थुक्नेले गरौँ हामी चाहिँ अगाडि गरौँ भनेको जाँठा तेलले उखारेर माछै जाऊ कच्चा हाम्रो चाहिँ दामेर बसिरहेको थियो दामी भइरहेको छ है ल सुँगुरको मासु खाने मान्छेले कमेन्ट गरौँ नखाने मान्छेले चाहिँ थुक्निदिउँ है यस्तै छ यता पनि आज चाहिँ भोलि होली आज चाहिँ हाम्रो हल्का रमाइलो सुँगुरको मासुमा पल्किने जति यता ल हाम्रो चाहिँ टक्क रेडी भयो यता चाहिँ सेकुवा रेडी ल दामी खाने जति यता थुक्कै नलिनु गाई देखाउनु ल ह्याप्पी होली है सबैजनालाई भोलि चाहिँ भोलि आजै हामी चाहिँ खाए दामी भएछ न चाहिँ यता बुढी यता दिदी अनि म है हाम्रो चाहिँ बुढाबुढी मिलिजुली परिवार ल मिलिजुली परिवार